नमस्ते, म क्यारियर लिङ्क फ्याक्ट्रीबाट अर्जुन आचार्य। आज हजुरहरूलाई तोकुते गिनोको बारेमा थोरै जानकारीको लागि उपस्थित भएको छु। तोकुते गिनो एसएसडब्ल्यू तोकुते गिनो भनेको निहोनで働くことを目的とした在留資格の一つ。यो भनेको जापानले फुल लिगलाइज गरेको एउटा जाइरी सिकाको हो। यसमा काम गर्नको लागि काम मात्रै गर्नको लागि भनेर बनाएको एउटा वर्किङ भिजाको सेक्टरमा पर्छ। हजुर, अहिले जापानमा तोकुते गिनो भिजा लिएर बस्नुभएको मानिसको सङ्ख्या 2,06,000 माथि रहेको छ। अहिलेको ग्राफमा देख्न सक्नुहुन्छ। अहिले हजुरको 2017बाट हाम्रो यो तोकुते गिनो एसएसडब्ल्यू स्टार्ट भएको छ। त्यो मध्येमा अहिले हाम्रो यो ग्राफको सङ्ख्या अनुसार हेर्दाखेरि तोकुते गिनोको इक्जाम लिएर बस्ने साथीहरू, काम गर्ने साथीहरूको खाजु भनेको एकदमै धेरै बढेको छ। अहिले तपाईँहरूलाई तोकुते गिनो ओ ओसुसुमे ड्यू तोकुते गिनो हो किन ओसुसुमे गर्ने, तपाईँहरूले किन तोकुते गिनो लिने, अहिले समय भएको बेलामा तोकुते गिनो लिँदाको फाइदा के फाइदा छ। अहिले जापानमा रहनु भएको विद्यार्थी भाइ बहिनीहरूको लाइफस्टाइल भनेको सबैजना निहोङ्गो गाक्को पढ्ने, निहोङ्गो गाक्को पढिसकेर सोचिग्यो भएपछि सेम्बोङ गाक्कोमा जाने अथवा दाइगाक्कोमा जाने। सेम्बोङ गाक्को पढेर सोचिग्यो भइसकेपछि सबैजना वर्किङ भिजामा चेन्ज गर्ने र दाइगाको पढ्नु भएको साथीहरू पनि सोचिग्यो भइसकेपछि वर्किङ भिजामा चेन्ज गर्ने। सबैजना यो नागारे यो लाइफस्टाइलमा सबैजनाले अहिले पढिरहनु भएको छ। र तपाईँहरू सेम्बोङ गाक्को पढिसकेर सबैजनाको सिउसोको 100% हुन्छ भन्ने कुरा काहीँ पनि छैन। यदि सेम्बोङ गाक्को सोचिग्यो हुनुभएको साथीहरू पनि सिउसोको गर्न सक्नु भएन भने उहाँहरू जाने बाटो भनेको 3वटा बाटो छ। सिउसोको खाचुदो भिजा, सिउसोको खाचुदो भिजा 6 महिनाको भिजा लिएर फेरि अर्को सिउसोको गर्ने अथवा अझै अर्को सेम्बोङ गाक्कोमा जाने कि त घर फर्किने। र तपाईँले दाइगाको पढ्नु भएको साथीहरूको लागि पनि सिउसोको खाचुदो भिजा भनेर 6 महिनाको भिजा लिने अथवा घर फर्किने भन्ने यो 2वटा अप्सन बाहेक तपाईँहरूसँग सिलेक्ट गर्ने कुनै ठाउँ छैन। यसको लागि तपाईँहरूले अहिले पढिरहँदा, तपाईँसँग अहिले समय हुँदा तोकुते गिनोको तपाईँहरूले सिकाको लिएर बस्नुभयो भने चाहिँ तपाईँलाई यो बिचमा यो सेम्बोङ गाक्को सोचुग्यो गरिसकेर तपाईँले सिउसोको खाचुदो भिजा अथवा अझै अर्को सेम्बोङ गाक्को अथवा घर फर्किनुभन्दा तोकुते गिनोको भिजाबाट तपाईँले सिउसोको गर्दा तपाईँलाई धेरै सजिलो हुनेवाला छ। र यदि तपाईँसँग यो सिकाको भएन भने पनि तपाईँले सेम्बोङ गाक्को पास गरेर जिमुन्चिस्की कोक्साई ग्योमु भिजामा चेन्ज गर्न नसक्दा तपाईँले तोकुते गिनोमा पनि जान पाउनुहुने छैन। त्यसको लागि बिचमा तपाईँलाई तोकुते गिनोको सर्टिफिकेट भयो भने धेरै सहयोग र हेल्प मिल्नेवाला छ। र दाइगाको पढ्नु भएको साथीहरूको लागि पनि सेम। तपाईँहरूले यदि सिउसोको खाचुदो भिजा लिएर फेरि सिउसोको गर्नु अथवा घर फर्किनु भन्दा तपाईँसँग तोकुते गिनोको सिकाको छ भने यदि तपाईँले सिउसोको गर्न सक्नु भएन भने तोकुते गिनोको सिकाकुले तपाईँले सिउसोको गर्न सक्नुहुन्छ। त्यो भनेको तपाईँहरूलाई भोलि 6 महिनामा अर्को सिउसोको तनाव पनि परेन, घर फर्किने तनाव पनि परेन र सेम्बोङ गाक्को फेरि पैसा तिर्ने भन्ने तनाव पनि पर्दैन। अहिले जापानमा हाम्रो ryugakuseiहरूको कन्डिसन भनेको एकदमै बढ्दो क्रममा छ। 1989बाट 2023को पिरियडमा ryugakuseiको डेटा अहिले ग्राफमा देख्नु भएको छ, एकदमै बढ्दो क्रममा छ। यो 2017-18बाट 21-22सम्मकोमा चाहिँ कोरोनाले गर्दाखेरि थोरै घटेको कन्डिसन हो। त्यसपछि भनेको अहिले फेरि पिकअप लिएर अहिले ryugakusei एकदमै बढ्दो क्रममा हुनुहुन्छ। हामी नेपालीहरूको ryugakuseiको ग्राफ अनुसार अहिले वृद्धि दर भनेको 56%ले वृद्धि दर बढेको छ। यो भनेको नेपालीहरू एकदमै धेरै जापानमा आउने क्रम चाहिँ एकदमै धेरै छ। यसको वृद्धि दर पनि एकदमै बढेको छ। यो भनेको अर्थ धेरै कम्पिटिसन चाहिँ हाई हुनेवाला छ। गिजिङको वर्किङ भिजामा चेन्ज गर्नको लागि कतिको गाह्रो छ त नि भन्ने कुरा।
अहिले जापानमा रोजगारी दर सिउसोको रिचु भनेको 35% मात्रै छ। अहिले विद्यार्थी भिजामा पढिरहनु भएको साथीहरू कुनै एउटा गाक्कोमा 20जना सोचियो हुनुभयो भने चाहिँ त्यो 20जना मध्येमा 7जनाले मात्रै रोजगारी 7जनाले मात्रै सिउसोको गर्न सकेको छ। त्यो बाहेक बाँकी रहेको 13जना चाहिँ अहिले मैले भनेको जस्तै अझै अर्को सेम्बङ गाक्को अथवा अझै अर्को सिउसोको खाचुतो भिजामा जाने अथवा दाइगाको जाने अब त्यो अप्सनमा चाहिँ पर्नुहुनेछ। यो जापानको सिउसोको रिचुको डेटा हेर्दाखेरि न्युकोको खान्डिकोको जापानको इमिग्रेसनको डेटा अनुसार हेर्नुभयो भने 2019मा सिउसोको भिजा एप्लाई गर्ने साथीहरू भनेको 2,71,000। यो तपाईँको 2020मा हेर्नुभयो भने 2,83,000 गरेर तपाईँको बढ्दो क्रममा छ। यो प्रत्येक वर्ष बढ्दो क्रममा छ। लास्ट इयर तपाईँले हेर्नुभयो भने 3,94,000 साथीहरू हुनुहुन्छ। त्यो मध्येमा सिउसोको गर्न सक्नुभएको साथीहरू भनेको जम्मा 8% मात्रै हो। यो भनेको अघि मैले भनेको जस्तै एउटा क्लासमा 20जना सिउसोको 20जनाले सोचुके गर्नुभयो भने चाहिँ त्यसबाट सिउसोको गर्न सक्ने भनेको जम्मा 7जना मात्रै हो। तोकुते गिनो तो गिजिङको भिजा दे हाताराइता तो किन सिउनिवा भनेको छ। यो भनेको अब किन सबै गिजिङको भिजा मात्रै भन्नुहुनेछ। तोकुते गिनो भिजामा काम गर्दा पनि पैसा राम्रै हुनेछ भन्नेको जानकारी। यो दुईटा तोकुते गिनो र जिमुन्चिस्के कोक्साई गिउम भिजा चेन्ज गर्दाखेरि हुने इन्कमको बारेमा थोरै जानकारी गराउनेछु। तोकुते गिनोबाट तपाईँहरूले सिउसोको गर्नुभयो र गिजिङको इन्जिनियर भिजाबाट सिउसोको गर्नुभयो भने तपाईँहरूले कमाउने पैसा भनेको एक हप्तामा तोकुते गिनोबाट काम गर्नुभयो भने पनि हप्तामा 5 दिन काम, एक महिनामा 160 घन्टा र त्यसको बेसिक स्यालेरी भनेको 20 मानबाट 30 मान हुनेछ। र यो ठाउँअनुसार थोरै तलमाथि फरक हुन्छ। यसको काम गर्ने भनेको पनि शनिबार आइतबार बिदा, सोमबारबाट शुक्रबारसम्म हुन्छ। र तोकुते गिनोमा एउटा राम्रो पोइन्ट भनेको चाहिँ उरिसे त्यातेहरू पनि हुन्छ। यो जिउताकी त्यातेहरू कम्पनीकै अफार्ड हुने र खाइतिन त्याते भनेको राम्रो काम गरे बापतको प्रत्येक महिनाको इन्सेन्टिभ हुने र हिकोसीको त्यातेहरू पनि आउने। हिकोसी गर्दाखेरि तपाईँ अहिले कुनै एउटा केनमा बस्नुभएको छ, त्यो केनबाट अर्को केनमा तपाईँको तोकुते गिनोको काम फिक्स भयो भने जाँदाखेरि लाग्ने पैसा पनि कम्पनीले तिर्ने। र गिजिङको भिजा इन्जिनियर भिजामा काम गर्दाखेरिको आउने पैसा भनेको त्यसमा पनि काम गर्ने भनेको हप्तामा 5 दिन हो र 160 घन्टा काम। त्यसको पनि स्यालेरी भनेको 20 मानदेखि 30 मानभित्र नै हुन्छ। र यसको पनि यासुमी बिदा भनेको चाहिँ किमारी चाहिँ हुँदैन। शनिबार आइतबार काम हुन पनि सक्छ। त्यसको खवारीमा हेजु चाहिँ काममा जान पर्ने कन्डिसन पनि हुन्छ। त्यो काम अनुसार ठाउँ अनुसार फरक हुन्छ। र त्यातेमो नाइ भनेको यसमा अहिले तोकुते गिनोकोमा सबै त्याते हुन्छ भने यसकोमा कुनै पनि त्याते हुँदैन। र हिक्कोसी गर्दाखेरि पनि सबै आफ्नै जीवन फुतानले चाहिँ हिक्कोसी गर्न पर्ने हुन्छ। पोइन्टो इची भनेको माङ्गा इची सिउसोकु देकिनाकात्ता बाइनी सोनाएते तोकुते गिनो नो सिकाको मेजाचिमासेन्का भनेको छ। यो भनेको वर्किङ भिजा हामीले गर्न सकिएन भने अथवा वर्किङ भिजा गर्न खोज्दा गर्न सकिएन भने तोकुते गिनोको सर्टिफिकेटले हामीलाई फर्दर फ्युचरमा थोरै सपोर्ट गर्नेछ। त्यसको लागि तपाईँले तोकुते गिनोको प्रमाणपत्र तोकुते गिनोको सिकाकु लिएर राख्नै पर्ने हुनेछ। तोकुते गिनो यो SSW। तोकुते गिनो भनेको इचिगो र निगो गरेर दुईवटा छ। इचिगो भनेको साइदाइ चुसान भनेको गोनेन 5 वर्ष यसमा हामीले काम गर्न सकिनेछ। निगो भनेको जुत्तो निहोन्नी इरेरु भनेको जुत्तो निहोन्नी हामीले आफूले बस्न चाहेसम्म जापानमा बस्न सकिनेछ। र निगोमा खाजुकु तो कुरासेरु भनेको आफ्नो डिपेन्डेन्ट भिजामा पनि खाजुकु बोलाउन सक्ने कन्डिसन छ। र इचिगोबाट निगो नि नारेरु तामेनि के गर्न पर्ने छ भन्दाखेरि तपाईँको इचिगो 5 वर्षको पिरियडमा तपाईँले तपाईँको चिसिकी स्किल तपाईँको केइकेन अब हाताराकी किनाकारा त्यो चाहिँ आफूले राम्रो तरिकाले केइकेन बनाउँदै जानुभयो, गेममाको लिडर बन्दै जानुभयो भने निगो पनि सजिलै बन्न सकिनेछ। इक्जाम पास गरेर सजिलै बन्न सकिनेछ।
यो अघि भनेको जस्तै इचिगो भनेको चुसान गोनेन भनेको चाहिँ टोटल 5 वर्ष हुनेछ। 5 वर्षपछि तपाईँको निगो को इक्जाम पास गर्नुभयो भने निगोमा चेन्ज हुनेछ। टोकुतेगिनो फिल्ड भनेको अहिले जापान सरकारको लिगलाइज गरेको भनेको 12वटा सेक्टर छ। यसमा प्लस 2वटा सेक्टर थप्नेवाला छ। यो 12वटा सेक्टर मध्येमा हाम्रो क्यारियर लिङ्क फ्याक्ट्रीले 100% सपोर्ट गर्ने सेक्टर भनेको इन्सकुर्योहिन सेइजोग्यो भुइँया पर्छ। इन्सकुर्योहिन सेइजोग्यो भनेको कस्तो कस्तो सेक्टरहरूको लागि पर्छ त नि भन्दाखेरि सान्डविचहरू बनाउने कम्पनी, ओन्गिरीहरू बनाउने कम्पनी, ओबेन्टोहरू बनाउने कम्पनी, केकहरू बनाउने कम्पनी र रामेनहरू एकदम सजिलो कामहरू भएको कम्पनीमा काम गर्ने नै इन्सकुर्योहिन सेइजोग्योको सेक्टरहरू पर्छ। तोकुतेगिनो नो नाका देमो हाताराइते रितो गा इचिबान ओइ देस। यो भनेको तपाईँको अहिले तोकुतेगिनोको 12वटा सेक्टर छ। 12वटा सेक्टर मध्येमा पनि इन्सकुर्योहिन सेइजोग्यो भनेको एक नम्बर धेरै काम गर्ने सेक्टर मध्येमा एक सेक्टर इन्सकुर्योहिन सेइजोग्यो पर्छ। नान्दे इचिबान ओइ भनेको किन यो सेक्टरमा चाहिँ काम गर्ने साथीहरू धेरै हुनुहुन्छ त नि भन्दाखेरि तपाईँको क्युजिनो खाजुगा इचिबान ओइ काम गर्ने कम्पनीहरू इन्सकुर्योहिन सेइजोग्यो सम्बन्धीको काम गर्ने कम्पनीहरू एकदमै धेरै छ। र स्केनो गोकाकु सियासी भनेको छ। यो भनेको पढेर इक्जाम दिन पनि एकदमै सजिलो छ। तपाईँसँग यानफो लेभलको निहोङ्गो छ भने यो सजिलरी 2 महिनामा सबैले पास गर्न सक्नुहुनेछ। अघिल्लो वर्षको डेटामा हामीले हेर्न सकिनेछ 3चोटि इक्जाम भएकोमा इन्सकुर्योहिन सेइजोग्यो 27,000जनाले इक्जाम दिनुभएको मध्ये 16,792 जनाले पास गर्नुभएको छ। यो भनेको स्केन याकु 70%の人が合格してますभनेको छ। यो भनेको 10जनाले इक्जाम दिनुभयो भने 7जना पास हुनुभएको छ भनेको जस्तै यसमा तपाईँले पनि सजिलैले नै पास गर्न सक्नुहुनेछ। दोयाते इचिगो नि नारेरु नो भनेको छ कुन तरिकाले हामी इचिगो पढ्न सकिनेछ। यसको लागि हामीलाई 2वटा स्किल चाहिनेछ। फर्स्टमा जापानिज ल्याङ्ग्वेज को JLPT यान्फो अर JFT A2 यसमा अनिवार्य छ। र तोकुतेगिनोको जिउनी बुनिया 12वटा मध्ये एउटा कुनै तपाईँ जान मन लागेको सेक्टरको गिनो सोकुते स्क्यान चाहिँ आवश्यक पर्नेछ। क्युरेवा दोनोगुराई देशका भनेको छ। यो भनेको तोकुतेगिनोमा चेन्ज गरे पनि अघि मैले सेचिमे गरे जस्तै पैसा चाहिँ कति हुन्छ त भन्ने कुरो बारेमा ठाउँअनुसार थोरै फरक हुनेछ। ह्योगोकेनमा खाइसा भन्ने कम्पनीमा तोकुतेगिनोमा हाम्रो साथीहरू काम गर्नुभएको छ। त्यसमध्येमा एकजनाले महिनामा 24 मान 23 मानदेखि 24 मानहरू कमाउने साथीहरू पनि हुनुहुन्छ। ओसाकाको कुनै बी कम्पनीमा काम गर्ने साथीहरू त्यसमा याकिन राति काम गरेर तपाईँको 26-27 मान जस्तो कमाउनु भएको छ। तोकुतेगिनोबाट सिउसोको गर्नुभएको साथीहरूको लागि त्याते आरु खाइसामो छ। त्यसमा त्याते भनेको कम्पनीको अपार्टमेन्टहरू हुने खाइतिन त्याते तपाईँलाई एटेन्डेन्स एलाउन्स भएको तपाईँले राम्रो काम गरे बापत दिने प्रत्येक महिनाको इन्सेन्टिभहरू हुने र हिक्कोसी गर्दाखेरि स्टाकिन तपाईँले हिक्कोसी गरेर केङ्गाइबाट जाँदाखेरि त्यसमा पनि तपाईँले कम्पनीले सपोर्ट गर्नेछ। र अपार्ट भनेको तपाईँ आफूले सागासु नखोज्दा पनि हुन्छ। यो सबै कम्पनीले खोजेर रेडी बनाएर राखिदिएको हुन्छ। तर त्यसमा हुने तपाईँको बिजुली बत्ती पानीको कन्ट्र्याक्ट भनेको चाहिँ तपाईँ आफैले गर्नुपर्ने हुन्छ। परीक्षाको तयारी इक्जामको लागि चाहिँ के कस्तो तयारी गर्दा राम्रो हुनेछ। तोकुतेगिनो इचिगो भनेको विशेष सिप इचिगोको स्क्यान नो रेसन को बारेमा चाहिँ जानकारी गराउनेछु। इन्सकुर्योहिन सेइजोग्यो को सम्बन्धीको पाठ्यक्रम कोर्स हुन्छ। त्यसको अनलाइन लेसन अनलाइनबाट पढ्ने हो। टेकिस्तो पनि हुन्छ। टेकिस्तो भनेको तपाईँले PDF फाइल प्लस दोगा तपाईँले त्यहाँ उसले दोगामा चाहिँ रेकर्डिङ गरेको भिडियो प्लस NCU मन्दाई पनि हुन्छ। तपाईँले एउटा दोगा हेर्नु वा 2टा दोगा हेरेर एउटाको NCU मन्दाई गर्ने अनि अर्को 2टा दोगा हेर्ने अनि अर्को NCU मन्दाईहरू गर्ने पनि हुन्छ। प्र्याक्टिस गर्दै गर्दै गर्ने हुन्छ। यो टोटल भिडियो हामीसँग इन्सकुर्योहिन सेइजोग्योको कोर्सको चाहिँ 12-13वटा हामीसँग
भिडियोहरू हुन्छ, त्यो भिडियोहरू पढ्दै इक्जाम दिँदै गर्ने र जापान सरकारले दिएको इक्जाम पास चाहिँ सजिलै गर्न सकिनेछ। यसमा लाग्ने खर्च कति लाग्ला भन्ने कुराको लागि चाहिँ अहिले हाम्रो कम्पनीबाट स्टुडेन्टहरू ले तोकुते गिनो इन्सुकुरो हिन्सेइजो ग्योको कोर्स पढेर इक्जाम दिन चाहनुहुन्छ भने चाहिँ टोटल्ली पुरै फ्रीमा गराएको छ। र परीक्षा शुल्क इन्सुकुरो हिन्सेइजो ग्योको लागि पनि 8,000 रुपियाँ लाग्नेछ। हाम्रो कम्पनीबाट तपाईँ एट्याच भएर तपाईँले इक्जाम दिन चाहन्छु भन्नुहुन्छ भने यसको परीक्षाको शुल्क पनि पुरै फ्रीमा गराउनेछ। यसमा पास हुने साथीहरूलाई मात्रै यसको पैसा रिटर्न आउनेछ। क्यारियरिङ फ्याक्ट्री सिएलएफले हजुरहरू तोकुते गिनोको सिकाको तोकुते गिनोको इक्जाम दिनको लागि पढ्नको लागि इच्छुक हुने सबै स्टुडेन्टहरूलाई जापानको जुनसुकै ठाउँमा बस्नुभएको साथीहरूलाई पनि पढ्नको लागि सपोर्ट सहयोग गर्नेछ। लास्टमा जापानमा बस्नुभएको भाइ बहिनी विद्यार्थी भाइ बहिनीहरूको लागि तपाईँहरूसँग अहिले भएको समय र कम्पनीले गरेको साथ सपोर्ट सहयोग लाई ध्यानमा राखी अहिले तोकुते गिनोको तपाईँले इच्छा लागेको तोकुते गिनोको सर्टिफिकेट लिएर बस्दा भोलि तपाईँलाई फ्युचरमा साथ सपोर्ट र सहयोग हुनेछ भन्ने जानकारी गराउँछु। हस्त, धन्यवाद।